currently at which place? Michurlung lies in ward number 5. First मा कहाँ जानु भयो सुरुमा? ओके अनि रोड टेपिङ भन्दा भ्यू टावरबाट के हेर्नु भयो? हिमालहरू हेर्नु अनि भिमातको सबै भ्यू हेर्नु भयो कि भएन? Again. यो चाहिँ के हो थाहा छ नि? थाहा छ छैन? यो चाहिँ के हो नि? ढिकी हो। अनि तपाईहरुले पहिला देख्नु भएको थियो कि किताबमा पढेर थाहा पाउनु भएको? कस्तो पालो कस्तो पालो कस्तो पालो कस्तो पालो कस्तो पालो कस्तो पालो Are you ready? नमस्कार, प्रताप राणा मगर युट्युब च्यानलमा स्वागत छ। म प्रताप राणा मगर र तपाईँ यतिखेर देख्न सक्नुहुनेछ भीमा 6 मा रहेको हिल पोइन्ट बोर्डिङ स्कुलका विद्यार्थीहरू मिचुर्लुङ अध्ययन अवलोकनका लागि आउनु भएको छ। म आज मेरो युट्युब च्यानलमा हिल पोइन्ट बोर्डिङ स्कुलको जुन मिचुर्लुङमा अध्ययन अवलोकन भ्रमण गरिराख्नु भएको छ यो दृश्य तपाईहरुलाई देखाउँदैछु। सर हेलो तपाईले भरे यसबाट खिच्दिम न। हेलो नमस्कार, यहाँलाई हार्दिक स्वागत छ प्रताप राणा मगर युट्युब च्यानलमा र तपाईँ देख्न सक्नुहुन्छ अहिले यतिखेर मगरलाफा भिलेज रिसोर्टमा पछिल्लो क्रममा शैक्षिक अध्ययन अवलोकन भ्रमणको एउटा जुन गन्तव्य स्थल बन्दैछ र यतिखेर आज भने हिल पोइन्ट इङ्ग्लिस बोर्डिङ स्कुल भीमा 6 बाट आउनु भएको छ विद्यार्थीहरू। स्याकु 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 यो चाहिँ हाम्रो धान रोप्दाखेरि हैन अनि त्यो खेतमा जाँदाखेरि चाहिँ घाम हुन्छ भनेर पानी पर्दाखेरि चाहिँ उडिने एउटा एक प्रकारको के भनिन्छ यसलाई सर फेरि सुरुबाट शब्द लेख्नु व्हाट इज मटेरियल कॉल्ड के भनिन्छ यसले गाउँघरतिर हिँड्दाखेरि चाहिँ घाँस टुक्रो गर्ने बेलामा चाहिँ के गरिन्छ घाँस काटिन्छ हो बस्नको लागि होइन यो भनेको हराउँदै गएको छ यसलाई चाहिँ कन्जर्भेसनको लागि चाहिँ यसलाई चाहिँ अब आउने पुस्ताहरूलाई देखाउनको लागि चिनाउनको लागि हो यसको लागि चाहिँ यो राखेको हो भनेर चाहिँ हामीले बुझ्न पर्यो। अघि नै हामीले पढाउँदाखेरि के पढाएको थियौँ हामीले चाहिँ यसको बारेमा चाहिँ बुझ्नुपर्छ यसले चाहिँ हामीलाई पछि आउने पुस्तालाई चाहिँ देखाउने हो भनेर चाहिँ राखेको है यो चाहिँ हो। बुझ्यो सबैजनाले? अब यसलाई चाहिँ के भनिन्छ? सेम प्रोडक्ट हो? ओके ल अब उता हेर्नुहोस् सबैजना। यो 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 के हो नि यो यो के को यसको काम के हो? लोड सेटिङ भएको बेला के गर्ने यसले? के गर्ने रे? अब ढेकी देखाउनु पर्यो। ढेकी ल केला माथि लानु पर्छ। अनि सुन्नु न यो चाहिँ के हो थाहा छ नि? थाहा छ छैन? यो चाहिँ के हो नि? ढेकी हो। अनि तपाईहरुले पहिला देख्नु भएको थियो कि किताबमा पढेर थाहा पाउनु भएको? देख्नु भएको थियो? कहाँ देख्नु भएको थियो? हो। अनि यसको काम के हो थाहा छ? अनि अहिले चाहिँ कहाँ पिस्छ नि यो अन्नहरू धान कुरोहरू कहाँ पिस्छ के अरे पिस्छ नि अहिले?
आजकल कहाँ लगेर पिसिन्छ मम्मीहरूले हो। ओके, मिलमा। अनि पहिला हाम्रो हजुरबा हजुरआमा जिजुबाजी थिए नि, अनि जिजुबाजीहरूको पालामा जुन मिल नहुँदाखेरि के त्यो मेसिनहरू नआउँदाखेरि मिल नहुँदाखेरि चाहिँ उहाँहरूले केमा कुट्नु हुँदो रहेछ त धान कोदो मकै हो थाहा भयो। अनि कसरी रहेछ नि कुट्ने थाहा छ हो। अनि के गर्ने यसले भिसिङ भिसिङ गर्ने हो, यस्तो गर्ने हो। अनि यहाँ तल के राख्छ हो। अनि त्यसपछि के हुन्छ धान राखेपछि कुटेपछि के हुन्छ चामल बन्छ हो कि होइन? चामलको के बनाउँछ त? सबै थाहा भयो। पिठोबाट रोटी होइन? ल यतिखेर तपाईँ देख्न सक्नुहुन्छ हिल पोइन्ट इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरू अहिले यो मगरलाफा भिलेजमा राखिएको यो ढिकी वा ढिकी चाहिँ कुट्ने जुन कसरी कुट्दो रहेछ त अन्नहरू भनेर उहाँले चाहिँ अवलोकन गरिराख्नु भएको छ भने अध्ययन गरिराख्नु भएको छ। तपाईँ देख्न सक्नुहुन्छ यो दृश्य। अब हामी पिङ खेल्न जान्छौँ, हुन्छ हुन्छ। अनि तपाईँहरूले डुङ्गा देख्नु भएको थियो? डुङ्गा 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 चाहिँ कसरी चढ्ने हो? बोटिङ हो, पानीमा हो। तर आज तपाईँहरू यहाँ बोटिङ गर्न पर्दैन नि हो, पिङमा खेल्ने है पिङ खेल्ने। एकछिन ए सबै आउने होइन नि, एकछिन त्यहाँ बस्ने ल, पालो पालो गर्ने है, हुन्छ त्यहाँ बस्ने पालो पालो है। Are you ready? Hello, hello. Hello. Halo, halo. मजा आउँछ हो? यो के पिङ अरे हो? ढुङ्गा पिङ हो। अनि यो कुन ठाउँमा छ नि? कुन ठाउँ अरे हो? यो ठाउँको नाम के हो नि? हेलो हेलो। डराहा तिमी? आँखा आँसु आहा हो? आमा तिमी यस्तो रुने डरायो, मजा आयो। कस्तो पालो कस्तो पालो कस्तो पालो कस्तो पालो कस्तो पालो कस्तो पालो हस्को खेल्ने। यहाँ के छ मेरो भिमादमा हो? बिछुर्लुङको फोटो राखेर रहेछ हो? आमा त्यही भएर आएको घुम्न। ए अनि यो के हो नि? यो गिटार हो? यहाँबाट के हेऱ्यौ तिमीहरूले? अनि के देख्दो रहेछ त नि? तिम्रो नाम के हो? के अरे डराहा? किन डराएको? अनि तिम्रो फेस त डरा जस्तो देखा त। हेलो हेलो। किन डराउनु भयो? हजुर नाम के अरे? ठिक हो? हजुर
guys. Hello. From which school we all are from? And we are currently at which place? Michurlung lies in what number? 5. Okay, thank you. First मा कहाँ जानु भयो सुरुमा? ओके, अनि रोड टेपिङ भन्दा भ्यू टावरबाट के हेर्नु भयो? हिमालहरू हेर्नु अनि भिमातको सबै भ्यू हेर्नु भयो कि भएन? अनि हिमालहरूमा कुन कुन हिमाल हेर्नु भयो रे? अब इक्जाममा यसको बारेमा लेख्न सक्छ? पक्का हो? अनि त्यसपछि यता आएर त्यो पुरानो कुराहरू हेर्नु भएको थियो नि पहिला हाम्रो पुर्खाहरूले प्रयोग गर्ने के कुराहरू हेर्नु भयो त्यो त्यस्तो कुराहरू? यस्तो कुराहरू चाहिँ हामीले के गर्नुपर्छ? यस्तो पुरानो कुराहरूलाई के गरेर राख्नुपर्छ? सजाएर बचाएर राख्नुपर्छ, हो कि हैन? ल यो कुराहरू सबै अब दिमागमा राखेर इक्जाममा आयो भने मजाले लेख्ने है। अनि अहिले हामी कुन ठाउँमा छौँ नि? अनि मगरलाफा भिलेजमा के देख्नुभयो? अझै अगाडि ओके भयो बाई कस्तो लाग्यो? राम्रो लाग्यो। ल मिसहरू बस्नुहुन्छ? भिमात नगरपालिकाले स्थानीय पाठ्यक्रममा भिमात नगरपालिकाभित्रका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रको जुन ठाउँहरूको पाठ्यपुस्तकमा समावेशपछि भिमात नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयहरू जुन भिमातका पर्यटकीय ठाउँहरूमा अध्ययन अवलोकन भ्रमणका लागि जुन अहिले निस्किराख्नु भएको छ, यसै क्रममा तनहुँको भिमात 5 मिचुर्लुङमा रहेको मगरलाफा भिलेज, त्यसै गरी मिचुर्लुङमा रहेको मिचुर्लुङ भ्यू टावरमा पनि विद्यार्थीहरू पछिल्लो समय अध्ययन अवलोकन भ्रमणका लागि आउनुभएको छ। थ्याङ्क यू दाइ। हेलो, थ्याङ्क यू। बाई।